हाम्रो शरीरमा 46 वटा क्रोमोजोम हुन्छ जुन हामीले हाम्रो बुबा आमाबाट पाउँछौँ। आफ्नो बुबाबाट 23 र आमाबाट पनि 23 गरी कुल 46 वटा क्रोमोजोम हाम्रो शरीरको प्रत्येक कोषमा हुन्छ। 46 वटा क्रोमोजोम मध्ये 2 वटा सेक्स क्रोमोजोम हुन्छ। यसले हाम्रो लिङ्ग निर्धारण गर्छ। बाँकी 44 वटाले हाम्रो अरू सबै मानवीय गुणहरू सुनिश्चित गर्छ। सेक्स क्रोमोजोम एक्स र वाई हुन्छ, जहाँ एक्सले महिला विशेषता र वाईले पुरुष विशेषता जनाउँछ। यदि एउटा मान्छेमा सेक्स क्रोमोजोम XX हो भने छोरी र XY हो भने छोरा हुन्छ। छोराले आफ्नो बुबाबाट मात्र वाई क्रोमोजोम पाउँछन्, तर छोरीले बुबा आमा दुवैबाट एक्स क्रोमोजोम पाउँछन् र XX मा क्रसओभर भई मिसिन्छ। तसर्थ वाई क्रोमोजोम पुरुष वंश हजुरबा बुबा हुँदै छोरा र भविष्यमा आउने पिँढीहरूमा सर्दै जान्छ र त्यो विशुद्ध बस्छ। वाई क्रोमोजोम पुरुषमा मात्र हुने भएर अब वाई क्रोमोजोमले पुरुष पुर्ख्यौली थाहा पाउन एकदम मद्दत गर्छ। जस्तै गोत्र गौतम छ भने ती सबैका पुरुष पुर्खा हुन् ऋषि गौतम र उनीहरूसँग गौतम ऋषिकै वाई क्रोमोजोम हुन्छ। तर महिलासँग वाई क्रोमोजोम नहुने भएकाले विवाहपछि पुरुषको गोत्र महिलाको हुने पनि बताइन्छ। ल अब जानौ किन एउटै गोत्रमा विवाह गर्नु हुँदैन, यसको साइन्टिफिक कारण। यो खासमा वाई क्रोमोजोमको कमजोरीको कारणले गर्दा हुन्छ। एक्स क्रोमोजोम चाहिँ एक्ससँग नि जोडी बनाउन सक्छ र वाईसँग पनि सक्छ, र जसले गर्दा छोराछोरी हुने गर्छन्। तर वाई क्रोमोजोमको लागि एक्स नै चाहिन्छ। एक्स क्रोमोजोम अर्को एक्स क्रोमोजोमसँग जोडी बनाउन सक्ने भएकाले एउटा एक्स क्रोमोजोममा भएको ड्यामेज अर्को ड्यामेज नभएको आइडेन्टिकल एक्स क्रोमोजोमको मार्फत डिएनए को कपी बनाएर हुने गर्छ। तर XY यानि कि पुरुष बन्नका लागि वाई क्रोमोजोम एक्स सँगै जोडी बनाउन पर्छ। जोडी बनाए पनि एक्स र वाई मिसिन सक्दैनन्, किनकि एक्स र वाईको 5% भाग मात्र म्याच गर्छ। बाँकी 95% भाग जुन पुरुषको विकासका लागि एकदम आवश्यक छ त्यो म्याच गर्न सक्दैन। जसले गर्दा वाई क्रोमोजोममा आएको ड्यामेज वाई आफैले रिपेयर गर्न पर्ने हुन्छ। फेरि वाईले गरेको रिपेयर पूर्ण रूपमा सफल पनि हुँदैन र हरेक पिँढीमा वाई क्रोमोजोममा डिफेक्ट थपिँदै जान्छ। त्यसैले वैज्ञानिकहरूले यो पनि भनेका छन् कि भविष्यमा यो वाई क्रोमोजोम जुन पुरुष क्रोमोजोम हो हराएर पनि जान सक्छ। एउटै गोत्रमा विवाह गर्नाले यदि पुरुष या महिला एकजनामा एउटा डिफेक्टिभ जिन अथवा क्रोमोजोम छ भने त्यो पहिला त शान्त बस्छ, किनकि त्यो डिफेक्टिभ क्रोमोजोमलाई अर्को त्यसको जोडी जुन सध्य र बलियो छ त्यसको प्रभावले न्युट्रल राख्छ र आइपर्ने रोग व्याधिबाट जोगाउँछ। तर अब यदि त्यही डिफेक्टिभ जिन भएको एउटै गोत्रको अर्को मान्छेसँग विवाह गरियो भने आफ्नो त डिफेक्टिभ छँदैछ, अर्को पनि डिफेक्टिभ थपिने भयो, जसले गर्दा छोराछोरीमा विकृति देखिन जान्छ। अरू रोग व्याधि नदेखिए पनि सिङ्गल जिन स्पेसिफिक डिजिज त पक्कै देखिन्छ। जस्तै रेटिनोब्लास्टोमा, सिकल सेल एनिमिया, थ्यालेसिमिया, अल्बिनिजम, फिनाइलकिटोन्युरिया, सिस्टिक फाइब्रोसिस लगायतका रोगहरू देखिन्छ। यो एउटा धारणा मात्र नभई जैविक तथ्य हो। यस्तै विकृति नआओस् भनेर ऋषिमुनिहरूले गोत्र प्रणाली सुरु गरे। अहिले हामी मानव सभ्यता र विकासको धेरै पर आइसक्यौँ र अहिले पनि गोत्र प्रणाली प्रासङ्गिक छ या छैन भनेर थाहा पाउन पुरा जेनेटिक स्टडी गरेर नै भन्न पर्ने हुन्छ। यस्तै रोचक भिडियोको साथ म अर्को दिन फेरि पनि आउने छु। भिडियो मन परे च्यानललाई लाइक एन्ड सब्सक्राइब गरी बेल आइकन दबाउन नभुल्नुहोला। थ्याङ्क यू।